छानेमाथि क्रिमिनल केस या मुद्दाहरू चलेको सत्य हो भने ती केसहरू कस्ता छन्, तिनको अहिलेको अवस्था के छ, अनि होइन भनेदेखि किन यो हल्ला मात्रै चल्यो, यसको वास्तविकता के हो र यसको इन्टेन्सिटी के हो, त्यो बारेमा आज चर्चा गर्दैछु। ढिलो नगरी आउनुहोस् सँगै मिलेर हेरौँ यो सबै केसहरूको नालीबेली। यहाँ अमेरिकाको मेरील्यान्डको अदालतको रेकर्डमा गएर सिधै हेरौँ आउनुहोस्। अदालतको वेबसाइटमा गएर रवि लामिछाने भनेर खोज्दाखेरि 9वटा लेगल केस लागेको देखिन्छ उनीमाथि त्यहाँको अदालतमा, जसको लिस्ट म यहाँ स्क्रिनमा देखाउँदैछु, हेर्नु होला। अनि यो कोलममा यहाँनिर केस स्ट्याटस भनेर हेर्नुभयो भने तीमध्ये 9वटा मुद्दाहरू मध्येमा अरू सबै क्लोज भइसकेका छन्, अर्थात् बन्द भइसकेका छन्, र 3वटा केस अहिले पनि ओपन देखिन्छ, अर्थात् अझै पनि मुद्दा चल्दैछ उनीमाथि 3वटा केसमा। त्यो 3वटा ओपन केसहरू मध्येमा पनि यो 2वटा केस एउटै केसको एक्सटेन्सन भएकोले वास्तवमा 2टा मुद्दा अहिले उनीमाथि अहिले पनि अदालतमा चलिरहेको छ अमेरिकामा। एउटा केसमा रवि लामिछानेको मुद्दामा यो ठेगाना लेखिएको छ, अमेरिकामा रहँदाखेरि रवि लामिछाने यो घरमा बस्दा रहेछन् र केस पनि सबै केसहरू यही घर मार्फत चलेका छन्, यही घरको एड्रेसमा आएका छन् सबै केसहरू। अनि यो घरको काउन्टी रेकर्ड हेर्दाखेरि यो घर एरिक रुनी भन्ने एउटा मान्छेको नाममा 2017 देखि दर्ता भएको देखिन्छ। यी 9वटै मध्येमा सबभन्दा इन्ट्रेस्टिङ केसहरू छन् यहाँ 2टा केस, त्यो केसहरू म यहाँ देखाउँदैछु हेर्नु होला। 2018 मा दर्ता भएर अहिलेसम्म पनि चलिरहेको ओपन केस हो यो, फैसला भएको छैन। उनले रेनहार्ट फुड सर्भिसेस भन्ने एउटा कम्पनीलाई सावा, ब्याज, पेनाल्टी, लेगल चार्जहरू सबै गरेर अहिले झन्डै झन्डै $7,000 बुझाउन बाँकी रहेछ। बाँकी भन्दा पनि दाबी गरेको भन्नु पर्ला, किनकि निर्णय भएको छैन यो केसको, दाबी रकम थपगढ हुन सक्छ यो निर्णय हुने समयसम्म पुग्दाखेरि। यहाँ माथि चाहिँ रवि लामिछानेको नाम छ, तर अलिक तल गएर यो जजमेन्ट इन्फर्मेसन भन्ने ठाउँमा हेर्नुभयो भने रुचि LLC भन्ने एउटा कम्पनीको नाम छ। अब यो रुचि LLC चाहिँ कसको रहेछ भनेर त्यहीको कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर हेर्दाखेरि यस्तो इन्फर्मेसन देखिन्छ। बिजनेसको ठेगाना उही रवि लामिछानेको ठेगाना, बिजनेस कसको, रवि लामिछानेको, अर्थात् उनले घरमै बसेर गर्ने उद्देश्यले एउटा प्राइभेट कम्पनी LLC खोलेका रहेछन् त्यो बेलामा, रुचि LLC नामको। यो कम्पनीको हिस्ट्री हेर्दाखेरि 2010 मै खोलेको देखिन्छ यो कम्पनी। यो बिजनेस खोल्दाखेरि उनको हस्ताक्षर भएको कागज पनि यहाँ मैले देखाउँदैछु। 2017 मा यो कम्पनी बन्द भएको देखिन्छ, तर यो कम्पनीले अर्को कम्पनीलाई तिर्नुपर्ने जुन रकम छ त्यो अहिलेसम्म पनि नतिरेर कोर्टमा मुद्दा परिरहेको देखिन्छ। सुरुको लगभग 4,000 र अहिले पेनाल्टी, लेगल चार्ज लगायतका विभिन्न चार्जहरू थप्दै जाँदाखेरि $7,000 को हाराहारीमा पुगेको देखिन्छ दाबी रकम। यो केसको हिस्ट्री हेर्दै जाँदाखेरि विभिन्न समयमा नोटिस र समन पनि पठाएको र नभेटेपछि नोटिस नै फिर्ता गएको देखिन्छ। यसको इम्प्याक्ट र इन्टेन्सिटी के हो भन्ने कुरा म एकैछिनमा बताउनेछु। अब यस पछाडि 3वटा उस्तै केसहरू म एकपछि अर्को देखाउँदैछु, एकै प्रकृतिका छन् तिनीहरू, यहाँ हेर्नु होला। यी 3वटा केसहरूमा सरसर्ती हेर्दाखेरि रवि लामिछाने अमेरिकामा बस्दाखेरि क्रेडिट कार्ड लिएको र त्यसको पैसा नतिरेको जस्तो देखिन्छ, बाँकी क्रेडिट कार्डको रकम बाँकी भएको जस्तो देखिन्छ। रकम कति हो यो 3वटा ठाउँमा लेखिएको छैन। त्यसमध्येमा पनि यो पहिलो डिस्कभर बैंक भर्सेस रवि लामिछानेको मुद्दा छ। डिस्कभर बैंक भिसा, मास्टर कार्ड जस्तै क्रेडिट कार्ड इस्युअर कम्पनी पनि हो। यो मुद्दा 2019 मा परेको र त्यसपछि वर्षैपछि रविको ठेगानामा उक्त पैसा तिर भनेर चिठी पठाएको तर जवाफ नआएको देखिन्छ। त्यसैले हुन सक्छ यो अदालतको जजमेन्ट इन्फर्मेसनमा डिसमिस्ड भोलन्टरीली, अर्थात् अहिलेलाई मुद्दा फिर्ता लिएको कम्पनीले, तर जुनसुकै बेलामा पनि चाहेको बेलामा खोल्न सकिने भनिएको छ। ठ्याक्कै यस्तै केस छ अर्को एउटा बैंक अफ अमेरिका भर्सेस रवि लामिछानेको। यसमा पनि कति पैसा तिर्न बाँकी हो भन्ने कुरा खुलाइएको छैन। 2018 मा केस फाइल गरेर 2019 मा डिसमिसल भोलन्टरीली, लाइन फर डिसमिसल विदाउट प्रेजुडिस भनिएको छ। अर्थात् अघिको डिस्कभर बैंकको जस्तै यसमा पनि अहिलेलाई मुद्दा फिर्ता लिएको, बन्द गरिएको, तर कुनै पनि बेला यो मुद्दा खुल्न सक्ने भन्ने देखिन्छ। ठ्याक्कै त्यस्तै अर्को एउटा केस छ अमेरिकन एक्सप्रेस नेशनल बैंक भर्सेस रवि लामिछाने। यो पनि त्यसै गरी 2018 मा सुरु भएर 2021 मा डिसमिस भएको, भोलन्टरीली डिसमिसल विदाउट प्रेजुडिस, अर्थात् अहिलेलाई बन्द गरिएको अघिको जस्तै, तर कुनै पनि बेला खुल्न सक्ने भनिएको छ। अर्थात् यी 3वटा केसहरू क्रेडिट कार्डबाट पैसा लिएको र त्यो नतिरेको केस देखिन्छ, तर अहिलेलाई बन्द भए पनि कुनै पनि बेला यदि रवि लामिछाने अमेरिका जाने भयो भने यो केस फेरि उल्टिन सक्छ, खुल्न सक्छ र रवि लामिछानेले यो सबै पैसा पेनल्टी सहित तिर्नुपर्ने हुन सक्छ। अब हेरौँ 5औं केस। यो केस मेरील्यान्ड राज्यको सरकारले रवि लामिछाने विरुद्ध हालेको देखिन्छ, जसमा स्टेट अफ मेरील्यान्ड भर्सेस रवि लामिछाने लेखिएको छ। यो मुद्दा पनि 2019 मा परेको देखिन्छ, झन्डै $7,000 तिर्न बाँकी रहेको र 2021 मा केस बन्द भएको देखिन्छ। यसो हेर्दाखेरि यो इन्कम ट्याक्स अथवा प्रोपर्टी ट्याक्सको कुरा हो कि जस्तो देखिन्छ। यसमा पनि 2021 मा बन्द हुनुको कारणमा सेटिस्फेक्सन अफ लियन, जजमेन्ट नो फी भनिएको छ, अर्थात् यसको पैसा तिरिसकेकोले क्लोज भएको भन्ने देखिन्छ। त्यसैले बन्द भइसकेको छ यो केस, सरकारको पैसा थियो तिरिसकेको देखिन्छ। यदि होइन भने अमेरिकी सरकारलाई तिर्नुपर्ने पैसा जसरी पनि लिएर छोड्छ। अब लागौं 6औं केसतिर। यो केस स्लो मिन्स इन्क भन्ने एउटा कम्पनीले रवि लामिछानेमाथि 2018 मा हालेको, तिर्नुपर्ने रकम झन्डै $1,400 को। पछि 2021 मा निर्णय हुँदाखेरि ब्याज, जरिवाना, कानुनी खर्च सबै गरेर झन्डै $1,864 भएको र त्यो रकम अन्तमा तिरेर केस बन्द भएको देखिन्छ। यहाँनिर त्यो केसको स्ट्याटसमा हेर्दाखेरि सेटिस्फाइड भनिएको छ, त्यसको कानुनी अर्थ हुन्छ पैसा तिरेर बन्द भएको छ। यहाँ भएका 2वटा केसहरू उस्तै छन्, एउटै केसको अर्को एक्सटेन्सन जस्तो देखिन्छ। त्यो भएर यो दुवै केस फरक होइन, एउटै हो भन्ने बुझ्नुपर्छ। अब अन्तिम केस छ मिडल्यान्ड फन्डिङ भर्सेस रवि लामिछानेको, जो 2019 मा फाइल भएको, जम्मा तिर्नुपर्ने रकम $3,070 भएको, सेटिस्फाइड डेट 2021 अर्थात् 2021 मा सबै पैसा तिरेर यो पनि बन्द गरेको देखिन्छ। अब यो सबै 9वटा केसहरू मध्येमा 2टा केस प्रोपर्टी ओनरशिप अथवा ट्याक्ससँग रिलेटेड देखिन्छ, अर्थात् आफू बसेको घरको ट्याक्स र अन्य खर्चहरू नतिरेको तर्फ इंगित गर्छ यसले, किनभने एउटा मेरील्यान्डको सरकारलाई नतिरेको र अर्को घरमा ग्यास र बिजुली दिने कम्पनी
कम्पनीलाई नतिरेको जस्तो देखिन्छ। तर दुवै तिरिसकेर अहिले बन्द भइसकेको छ, क्लोज भइसकेका छन्। अब समग्रमा हेर्ने हो भने डिस्कभर बैंकसँगको जुन केस छ र रेनहार्ड फुड सर्भिसेससँगको जुन केस छ, त्यो दुवै केसमा अहिलेसम्म पैसा नतिरेर ती केसहरू ओपन भएका देखिन्छन्। अनि बैंक अफ अमेरिका र अमेरिकन एक्सप्रेससँग भएको जुन दुईटा केस छ, त्यो केसहरू अहिले बन्द भएको भए पनि कुनै पनि बेला रवि लामिछाने अमेरिका गए भने यी केसहरू खुल्न सक्ने र यसको पैसा तिर्नुपर्ने हुन सक्ने देखिन्छ। मेरो विचारमा लगभग यो सबै केसहरू गरेर 10,000 देखि 20,000 डलरको केस हुनुपर्छ, सायद तिर्न बाँकी, यदि तिराएको हुन्। मलाई थाहा छ यो भिडियो पनि कन्ट्रोभर्सियल हुनेछ, टाली र गाली दुवै आउनेछ यो भिडियोमा, मलाई थाहा छ त्यो कुरा। अझ त्यसमाथि कोही एउटा विदेशीले हेर्यो यो केस र तिम्रा गृहमन्त्री त अमेरिकाको लोन डिफल्टर पो रहेछन् त भनेर देखायो भनेदेखि यो नेपालको बेइज्जत हो कि होइन, नेपालीहरूको बेइज्जत हो कि होइन? यो त्यो केही हजार डलर धेरै ठूलो रकम पनि होइन, केही हजार डलरको रकम तिर्नै नसक्ने ठूलो रकम पनि होइन। त्यो सबै पैसा चुपचाप कसैले थाहा नपाइकन तिरिदिएको भए हुन्थेन र? केले रोकेको अहिलेसम्म त्यति पैसा तिर्नको लागि? अनि हल्ला गर्नेहरूलाई हल्ला गर्ने मौका के कारणले दिइरहेका हुन् रविले अहिलेसम्म, त्यो बुझिन सक्नुको विषय छ। साधारण थियो तर असाधारण बनाइएको छ यसलाई। कि कसले थाहा पाउला र के नै पो होला र भन्ने मनसायले पेल्न खोजेको त पक्कै पनि होइन होला। त्यसको उत्तर रवि आफैले दिनु